हेलो फ्रेन्ड, वेलकम ब्याक टु आवर युट्युब च्यानल। साथीहरू, आजको यस भिडियोमा पनि म तपाईँलाई एउटा एपको रिभ्यू गर्नेछु र त्यस्तै गरी यसमा तपाईँले टास्कहरू, मल्टिपल टास्कहरू, गेमहरू खेल्दै र अरू साथीलाई रिफर गर्दै केही कोइनहरूलाई चाहिँ कलेक्ट गर्न सक्नुहुन्छ र कलेक्ट गरेको कोइनहरूलाई डाइरेक्टली इसिओ वालेटमा निकाल्न नि सक्नुहुनेछ। साथीहरू, यो चाहिँ एउटा एजुकेसन पर्पजको भिडियो हो। यस्तो एपहरू तपाईँले प्रयोग गर्ने नगर्ने तपाईँहरूको आफ्नो विचार हो, हैन। गर्न चाहनुहुन्छ भने यसलाई चाहिँ प्रयोग गर्न चाहनुहुन्छ भने एपको लिङ्क चाहिँ भिडियोको डिस्क्रिप्सनमा रहेको छ। त्यो लिङ्कबाट सिम्पली यस एपलाई चाहिँ इन्स्टल गर्नुहोला र यो एप चाहिँ प्ले स्टोरमा पनि रहेको छ। लिङ्कलाई ओपन गर्न साथ तपाईँहरू प्ले स्टोरमा जानुहुनेछ र प्ले स्टोरबाट यसलाई चाहिँ सिम्पली आफ्नो मोबाइलमा इन्स्टल गर्नुहोला र साथीहरू इन्स्टल गरिसके पछाडि ओपन गर्नुहोला र साथीहरू ओपन गर्दाको इन्टरफेस चाहिँ यस्तो प्रकारको रहेको छ। अनमोर र त्यस्तै गरी यहाँतिर तपाईँले साइन इन विथ गुगल भन्ने अप्सन रहेको छ। यो एप प्रयोग गर्दै गेम खेल्न चाहनुहुन्छ, कोइनहरूलाई कलेक्ट गर्न चाहनुहुन्छ भने यसमा तपाईँले एकाउन्ट क्रिएट गर्नुहोला। एकाउन्ट क्रिएट गर्नको लागि साइन इन गुगलमा क्लिक गर्नुहोला। क्लिक गरिसके पछाडि जति पनि जिमेल आइडी तपाईँहरूको मोबाइलमा चाहिँ लगइन रहेका हुनेछन्, सम्पूर्ण जिमेल आइडी सो हुनेछन् र तपाईँले आफूले चाहेको कुनै पनि जिमेलबाट सजिलैसँग यसमा एकाउन्ट क्रिएट गर्न सक्नुहुन्छ। साथीहरू, यसमा चाहिँ मैले एकाउन्ट क्रिएट गरिसकेको छु। सो म तपाईँलाई लगइन गर्दै कि यहाँ कसरी तपाईँले कोइनहरूलाई कलेक्ट गर्न सक्नुहुन्छ र कलेक्ट गरेको कोइनहरूलाई इसिओसम्म कसरी निकाल्ने त्यो सबै जानकारी दिनेछु र मेरो लिङ्कबाट तपाईँले रजिस्टर गर्नुहुन्छ भने इन्स्टली 399 कोइन पनि अर्निङ गर्न सक्नुहुनेछ। साथीहरू, यस एपमा लगइन गर्न साथ तपाईँहरूकोमा चाहिँ यस्तो प्रकारको इन्टरफेस खुल्नेछ र त्यस्तै गरी मेरो लिङ्कबाट ओपन गर्नुभएको छ भने के कोइन पनि यहाँ तपाईँले देख्न सक्नुहुन्छ र स्पेसल्ली यसमा तपाईँले गेम खेलेर कोइनहरूलाई चाहिँ कलेक्ट गर्न सक्नुहुन्छ। यहाँ चाहिँ कुनै पनि लिमिट छैन, हैन। तपाईँले अनलिमिटेड टाइमसम्म गेम खेलेर कोइनहरूलाई कलेक्ट गर्न सक्नुहुन्छ। गेम खेल्नको लागि प्ले अन भनेर यहाँ रहेको छ, यहाँतिर तपाईँले क्लिक गर्नुहोला र साथीहरू क्लिक गरिसके पछाडि विभिन्न गेमहरू रहेको छ। जस्तै यो गेम रहेको छ। यो गेम खेल्नुहुन्छ भने पर टास्कमा तपाईँले 47 कोइनलाई कलेक्ट गर्न सक्नुहुन्छ। यो कोइन कसरी कलेक्ट गर्ने भन्ने कुरोमा चाहिँ यहाँ तपाईँले मोर भन्ने अप्सन रहेको छ। 3 मिनट रिच 5 लेभल भयो, तपाईँले 5 लेभल कम्प्लिट गर्नुहुन्छ भने 3 कोइन, 10 लेभल 4 र त्यस्तै गरी 25 भने 6 गरेर तपाईँले लेभल कम्प्लिट गरे अनुसार तपाईँले कोइनहरूलाई चाहिँ कलेक्ट गर्न सक्नुहुन्छ। यहाँ अनलिमिटेड गेमहरू रहेको छन् र त्यस्तै गरी यहाँ सर्वे रहेको छ। सर्वेलाई कम्प्लिट गर्न चाहनुहुन्छ भने सर्वे गरेर तपाईँले गर्न सक्नुहुनेछ र त्यस्तै गरी गेम जोन भनिरहेको छ र यसमा चाहिँ कोइन दिन पनि सक्छ, नदिन पनि सक्छ। त्यो चाहिँ म ग्यारेन्टी गर्न सक्दिनँ। सो तपाईँहरू ट्राई गर्न चाहनुहुन्छ भने यो चाहिँ ट्राई गर्न सक्नुहुन्छ र मुनितिर तपाईँले यहाँ चाहिँ डेली चेकिङ भनिरहेको छ र त्यस्तै गरी वाच एन्ड अन 5 भनिरहेको छ। यो चाहिँ 5 कोइन चाहिँ एड हुन्न, डेली चाहिँ तपाईँको 10 कोइन चाहिँ एड हुनेछ। यसको लागि भने तपाईँले यहाँ भएको गेमलाई चाहिँ कुनै पनि गेमलाई चाहिँ खेलेर कोइनहरूलाई कलेक्ट गर्नुलाई। जस्तै यहाँ म तपाईँलाई हिस्ट्रीमा देखाउनुलाई यहाँ मैले प्ले टाइम अफर भनिरहेको छु। मैले 2 कोइन 1 कोइन डेली बोनस गरेर मैले यसरी गेम खेल्दै कोइनहरूलाई चाहिँ कलेक्ट गरेको छु, जसमा चाहिँ 528 कोइन रहेको छ। सबभन्दा पहिला चाहिँ तपाईँले यसलाई चाहिँ अनलक गरिसके पछाडि यो दुईवटा अप्सन चाहिँ खुल्नेछन्, हैन। तपाईँले कुनै पनि अफर कम्प्लिट नगरिकन गेम नखेलिकन यो चाहिँ तपाईँको अनलक हुने छैन। सबभन्दा पहिला चाहिँ तपाईँले यसलाई कम्प्लिट गर्नुहोला र त्यस्तै गरी यसलाई अरू साथीलाई रिफर गरेर कोइनहरूलाई कलेक्ट गर्न सक्छ। रिफर गर्नको लागि इन्भाइटमा क्लिक गर्नुहोला र इन्भाइटमा क्लिक गरिसके पछाडि थोरै स्क्रोल गर्नुहोला र साथीहरू थोरै स्क्रोल गरिसके पछाडि यहाँ तपाईँले देख्न सक्नुहुन्छ इन्भाइट लिङ्क। यो लिङ्कलाई कपी गर्नुहोला। कपी गरेको लिङ्कलाई अरू साथीलाई सेयर गर्न सक्नुहुन्छ र तपाईँले पहिलो 0 देखि 150 जनालाई चाहिँ रिफर गर्नुहुन्छ भने पर रिफरमा 450 कोइन अर्निङ गर्न सक्नुहुन्छ र त्यस्तै गरी 5% कमिसन र 151 देखि 300 जनालाई रिफर गर्दा 550 कोइन पर रिफरमा 550 कोइन र त्यस्तै गरी 5 पोइन्ट गर्दै यहाँ तपाईँले देख्न सक्नुहुन्छ 1000 सम्म रिफर गर्दा एकजना रिफर गर्दा 1000 कोइन तपाईँको कलेक्ट हुनेछ। र साथीहरू, कलेक्ट गरेको कोइनलाई चाहिँ तपाईँले नेपाली वालेट इसिओमा गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईँले यहाँ रिडिम भन्ने अप्सन रहेको छ। रिडिममा क्लिक गर्नुहोला र यहाँतिर तपाईँको ब्यालेन्स सो हुनेछ र मुनितिर रिडिम भाइ भन्ने 3टा अप्सन रहेको छ। ई सेवा, पेपाल र त्यस्तै गरी बाइनेन्स रहेको छ। इसिओमा गर्न चाहनुहुन्छ भने इसिओमा एकपल्ट यसरी क्लिक गर्नुहोला। 4000 कोइनको चाहिँ 50 रुपियाँ हुनेछ, 8000 कोइनको 100 रुपियाँ हुनेछ, 16000 को 200, 40000 को 500, त्यस्तै गरी 80000 को 1000 र त्यस्तै गरी 1,60,000 को 2000 र त्यस्तै गरी 30,000 को 5000, त्यस्तै गरी 6 लाख को चाहिँ तपाईँको यसमा देख्न सक्नुहुन्छ 10,000 सम्म तपाईँले यहाँबाट विथड्र गर्न सक्नुहुन्छ भनेर दिइरहेको छ। र त्यस्तै गरी पेपालको कुरा नगरौँ। पेपाल चाहिँ अब यसमा अलि झन् जटिल हुन्छ। इसिओ भएपछि हामीलाई पेपाल चाहिँदैन। र त्यस्तै गरी बाइनेन्सको कुरो गर्नुहुन्छ भने बाइनेन्समा 8000 को चाहिँ 8000 को $1 भनिरहेको छ र इसिओमा तपाईँले 8000 को
$1 ₹100 रहेको छ र तपाईँले बाइनेन्समा निकाल्नुहुन्छ भने चाहिँ कति हुन्छ भने 1 USDT इक्वल टु ₹152 रहेको छ। ₹152 बाइनेन्समा निकाल्नुहुन्छ भने $1 को 152 हुन्छ भने यहाँ चाहिँ 8000 कोइनको 100 मात्र हुन्छ। ₹50 को डिफ्रेन्स आउँछ। तपाईसँग बाइनेन्स छ भने बाइनेन्समा निकाल्दा अलिकति बेटर पनि हुन्छ र इसिओमा चाहिँ पेमेन्ट लिनको लागि अलिकति टाइम लाग्छ, धेरै टाइम लाग्छ। त्यतिन्जेल तपाईँले वेट गर्नुपर्ने छ भने बाइनेन्समा चाहिँ आज निकाल्नुहुन्छ भने करिब आज नै तपाईँले 24 घण्टाभित्र पाउनुहुनेछ र इसिओको चाहिँ भन्न सकिन्न 24 घण्टा 72 घण्टासम्म टाइम लाग्नेछ। सो तपाईँहरू ट्राई गर्न चाहनुहुन्छ, फुर्सद छ भने चाहिँ तपाईँले यो एपलाई चाहिँ गेम खेल्दै अरू साथीले रिफर गर्दै केही कोइनहरूलाई चाहिँ कलेक्ट गर्न सक्नुहुनेछ र कलेक्ट गरेका कोइनहरूलाई इसिओसम्म विथड्र पनि गर्न सक्नुहुनेछ।